यहाँ चाहिँ यावाहरू अब भोलिको सौदाहरू खोज्नु आउँदा चाहिँ के भेट्यो क्या। अब यहाँ चाहिँ हार्भेस्टिङ हुँदैछ। अब मागी चाहिँ नदिनु होला, किनभने अब यो बाँड्नेहरू होइन, बेच्नेहरू चाहिँ होइन, अहिले यो फिलहाल चाहिँ घरमै खानेहरू हो। बेच्ने उयोहरू भने चाहिँ अब म आफै भनिहाल्छु नि, देख्नु सक्नुहुन्छ है। हार्भेस्टिङ चाहिँ कडा चल्दैछ यहाँनिर। घरमा रोपेकोहरू चाहिँ मजाले स्याहारेको होइन, लाइहरू लाग्छ भनेर अब दबाई सबैहरू गरेकोहरू चाहिँ प्लातप्लुत बोट मरिगयो। यो चाहिँ अब स्याहारै त त्यस्तो भएन, रोपेको मात्रै हो, यो आपाले रोपेको। त्यस्तो घरकोसँग कम्पेयर गऱ्यो भने चाहिँ साह्रै नस्याहारेकोहरू यो चाहिँ, त्यसलाई यतिकै छोडिदिएको त्यो भएर। तर यो चाहिँ दामी भयो अब क्या। अन्त अब कतिवटा कुरा चाहिँ यहाँदेखि नै अब सिक्नु पर्ने रहेछ जस्तो लाग्छ क्या। अब यो चाहिँ जबरजस्ती पनि गर्नु हुँदैन रहेछ, त्यो हावामा खर्च फेरि सानो महँगो छैन। दबाईहरू पनि अब खोर्सानी त्यो पत्ता डल्लो पर्ने हो, अन्त दबाई त्यत्रो दबाई हाल्यो, लास्टमा बोट प्लातप्लुत मरिगयो। यो हेर न, खर्चै छैन, केही गरेको छैन, रोप्यो छोडिदियो, आकाशको पानीले भक्कु ठट्टायो, फलाइ पनि त्यस्तै छ। ल धन्यवाद यावाहरू, आजको लागि यति नै। अब यो डल्लै त देखाउन सक्दिनँ, अँधेरो पनि भइसक्यो।